नमस्कार। म भन्न चाहन्छु कि अब श्रम संस्कृति पार्टीमा जो एउटा अध्यक्ष, श्रम संस्कृति पार्टीको अध्यक्ष ज्यू आफू खुदै श्रम संस्कृतिमा उहाँ खटिरहनु भएको छ र उहाँले शिलान्यास गरिसक्नु भएको छ र यसै गरी सबै हाम्रा उम्मेदवारहरू र विजयी भएर आफ्नो श्रेणीमा बस्नुभएका हाम्रा महामन्त्रीज्यूहरूलाई म यो आग्रह गर्न चाहन्छु कि अब यो तपाईहरुको यो भन्नुको मतलब हामीहरु सबैको देश हो, माटो हो र जति पनि तपाईहरु हुनुहुन्छ, महामन्त्री हुनुहुन्छ, महामन्त्री वर्गज्यूहरूलाई म यो आग्रह गर्न चाहन्छु र आज तपाईहरु सबै नै यही देशको निम्ति उम्मेदवार, सहभागी तथा उम्मेदवार महामन्त्री पदमा युक्त हुनुभयो र आज एउटा नेता आफ्नो देशको निम्ति खटिरहेको छ र आफ्नो देशको लागि उहाँ डेभलपको निम्ति देशमा मरिरहनु भएको छ र यो सबै तपाईहरुलाई देख्दाखेरि अलिकति मनमा खुल्दुली पनि लाग्न जान्छ होला सायद र म भन्न चाहन्छु कि यो श्रम संस्कृति टिममा तपाईहरुको पार्टीको थ्रुले नहेरेर, आफ्नो पार्टीको थ्रुले नहेरेर एउटा जनताको रूपमा भएर सबैजनाले श्रम संस्कृतिमा सहयोग पुर्याउनु अनुरोध गर्दछु र आज श्री बालन शाहज्यू प्रधानमन्त्री हुनुहुन्छ, यही देशको हो र सुदन गुरुङज्यू हुनुहुन्छ, उहाँ पनि यही देशको नागरिकता हुनुहुन्छ र यही देशको उम्मेदवार हुनुहुन्छ, यही देशको मन्त्री हुनुहुन्छ र हाम्रा हर्क सम्पाङ्गी पनि यही देशको हुनुहुन्छ र जो हर्क सम्पाङ्गी गर्दै हुनुहुन्छ यो उहाँको आफ्नो प्रपर्टी होइन र यो आफ्नो घरको निम्ति होइन र यो देशको लागि उहाँले गर्दै हुनुहुन्छ र यसमा तपाईहरुले पनि आफ्नो बहुरीबाट आफ्नो खुदै खटेर तपाईहरुले पनि एक दिन भए पनि श्रमदाता सहयोग गर्नु अवश्य जरुरी छ भन्ने कुरा म बुझ्दछु र तपाईहरुले पनि एक दिन जति पनि देशका मन्त्रीहरू हुनुहुन्छ जस जिल्लाबाट संसद खटिएर जानुभएको छ र पद ग्रहण गरी बस्नु भएको छ र यसमा म तपाईहरुलाई भन्न चाहन्छु कि एक दिन समय लगाएर तपाईहरु पनि सबैजनाले श्रमदाता सहयोग गर्नु अनिवार्य छ जस्तो लाग्छ मलाई र तपाईहरुले आफैले यो बुझिलिने कुरा हो कि हर्क सम्पाङ टिम श्रम संस्कृति पार्टीबाट हाम्रै देश, हाम्रै घर, हाम्रै जनताको सुविधा बनाउँदैछ भनेर यो कुरा सोचेर तपाईहरुले पनि आफ्नो देशको सहयोगको निम्ति श्रम संस्कृति टी-शर्ट लगाएर एक दिन भए पनि तपाईहरुले गिटी कुट्नु गइदिनुहोस् र देखाइदिनुहोस् कि बनाइदिनुहोस्, सहयोग गरिदिनुहोस् कि बाहिरको देशको जति पनि नेताहरू हुनुहुन्छ, सदस्यहरू हुनुहुन्छ, उहाँहरूले पनि बुझ्नु चाहोस् कि
नेपालका जति महामन्त्रीहरू छन्, जति पदस्थलहरू छन्, सबै कति राम्रो मिलेर आफ्नो देशको डेभलपको लागि उहाँहरू जम्मा भइरहेका छन् र उहाँहरू लागिरहेका छन् भन्ने कुरा हाम्रो नेपालबाट देशलाई देखाइदिनु अनिवार्य जस्तो लाग्छ मलाई। र तपाईहरुले जसरी पनि हुनुहुन्छ महामन्त्रीहरूलाई पनि जसै गरेर पनि एक दिन न एक दिन तपाईहरुले समय निकालेर दार्चुलाको पुल निर्माणमा सहयोग गर्नु तपाईहरु पुगिदिनुहोस् भन्ने म अनुरोध गर्दछु। र आफ्नो जति पनि जे छ समय निकालेर तपाईहरु त्यहाँ पुगिदिनुहोस् कि त्यो हर्क साम्पाङको आफ्नो प्रपर्टी होइन र हर्क साम्पाङको आफ्नो मात्र उसको देश होइन र यो यसमा सबैजनाले हातेमालो गरेर गर्नु पर्यो भने आफ्नो देशको बजेट पनि कम पर्न जान्छ र खर्च पनि बाँच्छ र त्यसमा आफ्नो एउटा प्राकृतिक पनि बनिन्छ कि भोलिको दिनमा बाहिर देशबाट देश विदेशबाट पनि राम्रो रूपको नजरमा सबैजनाले हेर्छन् र यो कुरा अरु कति कन्ट्रीमा पनि हुन नसकेको कुरा यो तपाईहरु माथिबाट उहाँहरूले नै शिक्षा पाउँछन् अवश्य। र म तपाईहरु माथि निवेदन गर्न चाहन्छु कि प्लिज दया गरेर जति पनि हुनुहुन्छ महाशयहरू तपाईहरु पनि एक दिन गिटी कुट्नु दार्चुलामा गइदिनुहोस्। म यही आमन्त्रण गर्न चाहन्छु र गइदिनुहोस् र तपाईहरुले पनि आफ्नो देश बनाउनुहोस् र जनताको सुविधा हेर्नुहोस्। त्यो जनता तपाईहरुकै हो, त्यो परिवार तपाईहरुकै हो र त्यो देश पनि तपाईहरुकै हो, त्यो ठाउँ पनि तपाईहरुकै हो, त्यो माटो पनि तपाईहरुकै हो। मात्र श्रम संस्कृति पार्टीको माटो होइन, श्रम संस्कृतिको मात्र देश होइन, श्रम संस्कृतिको मात्र जनता होइन र जनता तपाईहरुको पनि हो, तपाईहरुकै हो। तपाईहरुलाई एउटा दिएको हो, जनताले चुज गरेर तपाईहरुलाई माथि महाशयसम्म बनाउन पुगेको हो र जनताले किन तपाईहरुलाई आज जिताएर तपाईहरुलाई महाशय बनायो, किन चुन्यो भन्ने कुरा तपाईहरुलाई आफै नै जान्नुहुन्छ र तपाईहरु आफै नै बुझ्नुहुन्छ र तपाईहरु के गर्नको लागि माथि महाशय बन्नुभयो र के को निम्ति तपाईहरु के गर्छु भनेर तपाईहरु मन्त्री हुनुभयो। तर त्यो कामलाई तपाईले पूरा गर्नु अनिवार्य छ। म यो भन्न चाहन्छु कि तपाईहरुलाई पनि यो श्रम संस्कृतिमा सहयोग गर्नु परिपूर्ण सहयोग गर्नु तपाईहरुलाई पनि हकदार छ। यो होइन श्रम संस्कृतिले मात्रै बनाउनु पर्छ भन्ने छैन, किनकि यो श्रम संस्कृतिले हर्कराज सन्तानको मात्र आफ्नो देश होइन, मात्र उसको प्रपर्टी होइन र उसको घर, उसको जमिन र ऊ मात्र हिँड्ने रोड होइन। त्यो पुलमा भोलिको दिन, आजको दिन तपाईको छोराछोरी हिँड्नु र वारपार गर्नु नआउलान्, तर तपाईले जिताउने, तपाईलाई त्यो चेयरमा पुर्याउने एकजना दुईजना व्यक्तिको छोराछोरीहरू त हिँड्छन् नि त्यसमा। त्यो जो व्यक्तिहरूले तपाईलाई जिताएर आज महामन्त्री बनायो, तर महामन्त्री बनायो त्यसको नाताले पनि तपाईहरुले पनि एक दिन श्रम संस्कृतिमा जुटिदिनु म तपाईहरुलाई निमन्त्रण गर्दछु। र जो पनि हुनुहुन्छ मन्त्री हुनुहुन्छ तपाईहरुले एकै दिन बाँकी अफिसको टाइममा तपाईहरुले गर्न सक्नुहुन्न, आफ्नो व्यस्त काममा हुनुहुन्छ र सन्डे सटरडे छुट्टीको दिनमा तपाईहरुले एक दिन भए पनि एउटा गिटी कुटेर त्यो पुलको निर्माण तयारी गर्नु अवश्य सक्नुहुन्छ भन्ने म आशा राख्दछु। र
हर्कराज सम्पाङ र तपाईँ श्रम संस्कृतिको अध्यक्ष हुनुहुन्छ र तपाईँले पनि सबै मन्त्री महोदयहरू तपाईँको साथी भनौँ, तपाईँको संसद साथी टिम भनौँ, उहाँहरूलाई तपाईँले फेसबुक तर्फबाट निमन्त्रण दिनुहोस्। एक बार तपाईँले निमन्त्रण दिनुहोस् कि सबैजना मिलेर यो दार्चुलाको पुललाई निर्माण समाप्त गरौँ र यसलाई सञ्चालन गरौँ भनेर तपाईँले सबैलाई निमन्त्रण दिनुहोस्। र त्यसैमा तपाईँले चिन्नुहुन्छ कि देशको भक्ति को हो, देशको नागरिकता को हो, देशलाई कसले माया गर्छ भन्ने कुरा तपाईँले बुझ्नु सक्नुहुन्छ। र यसै गरी तपाईँले आफैले मात्रै गरेर हुन्न र त्यसलाई सबै मन्त्रीहरूकै देश हो, सबै महामन्त्रीहरूको देश हो, सबै महोदय मन्त्रीहरूको माटो हो, सबै महामन्त्रीहरूको जनता हो। जनताको छोराछोरीहरू पढ्नु लेख्नुको लागि सुविधा चाहिन्छ। यति सुविधा पनि सरकारले दिनु सकेन भने त्यो सरकार टिक्ने छैन र त्योलाई के सरकार भनिन्छ। यो कुरा आउँछ हामी मन्त्री हो, हामी कसरी गिटी कुट्छौँ, कसरी ढुङ्गा बोक्छौँ, त्यो कहिले पनि नसोच्नुहोस्। तपाईँ अर्काकोमा खेतला जानुभएको छैन, तपाईँ अर्काको घरमा गोठाला जानुभएको होइन। यो तपाईँको घरभित्रको कुरा हो र तपाईँहरू घरको काम गर्दा तपाईँले कहिले सानो हुनुहुन्न र यसमा तपाईँहरूको अति राम्रो रेकर्ड रहनेछ र भोलिको दिन इतिहासमा पनि तपाईँहरूको नामलाई उल्लेखित गरिनेछ। र यो कुरोलाई महामन्त्री सबैजनालाई म भन्न चाहन्छु कि एक दिनमा पनि तपाईँहरू सबै गएर त्यो दार्चुलाको पुल निर्माणको लागि सहयोग गरिदिनुहोस्। खुद आफ्नै बाहुलीबाट पत्थर तोडेर एक दिनमा पनि 1 केजी बलुवा 1 केजी गिटी तपाईँहरूले त्यस पुलको निम्ति चढाइदिनुहोस् भन्ने म अनुरोध गर्दछु। र यति भन्दै म मेरो यो मिठो र शब्दहरू तपाईँहरूलाई तितो लागे पनि सुनिदिनुहोस् र बुझिदिनुहोस्। मेन कुरा मेरो यो सूचना हो, मेरो यो भनाइ हो। हाम्रा प्राइम मिनिस्टर श्री बालन शाहज्यू र गृहमन्त्रीज्यू बाँकीहरू अन्य मन्त्रीहरूज्यूलाई सबैजनालाई यो मेरो निमन्त्रण र सजेसन र सम्झौता मात्र हो। त्यसले गर्दाखेरि तपाईँहरूलाई म आज त्यस निम्ति तपाईँहरू जानुभयो भने पुरा जनताबाट तपाईँहरूलाई प्यार माया बढ्नेछ र जनताहरू तपाईँहरूमाथि घोर माया गर्नेछ र अति तपाईँहरूलाई राम्रो रूपमा चिन्नेछ। र म तपाईँहरूलाई भन्दछु कि जति गरे पनि एक दिनमा पनि प्राइम मिनिस्टर भए पनि गएर एक दिनको लागि दार्चुलाको निम्ति श्रम संस्कृति सहयोग पुर्याइदिनुहोस् भनी म अनुरोध गर्दछु। यो तपाईँहरूको इतिहासमा रहनेछ। यो इतिहास एउटा इतिहास त जेनजीले गरेकै छ। अब तपाईँहरूले एउटा इतिहास गर्नुहोस् कि सबैजना मिलेर दार्चुलाको पुललाई निर्माण गरेर समाप्त गरेर सञ्चालन गरिदिनुहोस् कि त्यहाँका तपाईँको जनताहरूले सुख पाओस्, शान्ति पाओस् र हिँडुल वारिपारी गर्नुको लागि असुविधा नहोस्। त्यहाँको बालबच्चाहरू विद्यार्थीहरूलाई पढ्नु लेख्नुमा असुविधा नहोस् र कसैको त्यो ज्यान जाने काम नहोस् र पुल बनाइदिए आरामसँग जान्छन् आउँछन् र यस कारणले उहाँहरू निर्ढुक्कसँग पढ्छन्। आफ्नो बालबच्चाको अभिभावकहरू पनि सन्छ र निर्ढुक्कैसँगले आफ्नो बालबच्चालाई स्कुल पढाउन सक्छन्। स्कुल पढाएपछि भोलि त्यो बच्चाहरू नै तपाईँहरूको भविष्य बन्नु जान्छ। यति भन्दै मेरो वक्तव्यलाई यही समाप्त गर्न चाहन्छु। धन्यवाद, नमस्कार, धन्यवाद।